ल साथीहरु है, यति बेला म जापान टोकियोको नारिता एयरपोर्टमा छु र मैले मेरो छोरीलाई नेपाली एयरलाइन्सबाट घर पठाइसकेपछि म पनि टोकियोबाट ओकिनावा रिटर्न हुँदैछु र विभिन्न प्लेनहरु चाहिँ आवाज जावत गर्ने प्रक्रिया भइरहेको छ। अब यो चाहिँ सबहरुले चाहिँ प्लेन जेट स्टार प्लेनलाई चाहिँ ब्याक गर्दैछ र धावन मार्गमा ब्याक गरेर विभिन्न पोजिसनमा इस्टाब्लिस गर्नको लागि यसको सहायताले ब्याक गरिँदो रहेछ साथीहरु। थुप्रै प्लेनहरुको प्लेयर चाहिँ स्ट्यान्ड बाई अवस्थामा गुड्दैछन् र कतिपय प्लेनहरु यहाँ पार्किङ गरिराखेको अवस्थामा छन् भने यहीँनिर पनि यो जेट स्टार भयो उता गाडी छ है। यसरी चाहिँ आजको दिन मेरो यसरी प्लेनहरु उड्दै गुड्दै गर्दाको कन्डिसन र विभिन्न स्थितिलाई चाहिँ अवलोकन गर्दै बिताइरहेको छु भन्नुपर्छ। अब छोरीसँग छुट्टिँदा त्यसमा दुःख त छँदैछ, भए पनि छोरीको निकट भविष्य उज्जवल होस् भन्ने कामनाको साथ छुट्टिन पर्ने बाध्यात्मक परिस्थितिमा म छुट्टिएर फेरि पनि म पनि ओकिनावा रिटर्न हुँदैछु र छोरीको चाहिँ फ्लाइट भइसकेको अवस्था छ। साथीहरु हेरेर साथ सपोर्ट र लाइक कमेन्ट सेयर भन्ने चिजलाई पनि सम्भव हुन्छ गरिदिनु होला र मेरो युट्युब च्यानललाई ग्रो अप गर्नको लागि सब्स्क्राइब भन्ने चिज पनि गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद।